हेलो नमस्ते सेवारो म आएको छु आज चाको नारायण तपाईहरु देख्न सक्नुहुन्छ चाको नारायणको चाहिँ स्टार्ट भयो है हामी चाहिँ अब म भन्दा हामी गाडीमा आएको मास्तिर हुनुहुन्छ अरु चाहिँ मैले तल माथि चिसो नपर्दैछ र चिसो लिएर आएको यो भन्दा अगाडिको भाग चाहिँ मैले वहाँ रुमदेखि हिँडेको चाहिँ गाडीमा आएको बाटोको भिडियो मैले हालेको छु हैन अब यो चाहिँ चाको नारायणको भिडियो भयो जंगलमा हो भने चाहिँ भर्खर स्टार्ट जानुलाई कतिपय त आइसक्नु भयो होला कतिपय आउनु भएको छैन होला अब तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ अब उकालो बाटो हिँड्नु पर्ने रहेछ यो चाहिँ पिकनिक खाने जंगल सुटिङ गर्ने ठाउँ पहिलाको होला सायद किनभने बचाउ भन्दा सल्लाहघारीबाट उफ्रिँदै पाफ्रिँदै हिँडाउने ठाउँ यस्तै हुन्थ्यो पहिलाको हैन अब त्यही होला हेरौँ कति लाग्छ अलमोस्ट अब हिँड्दै जाँदाखेरि हाम्रो टोली चाहिँ माथि अगाडि हिँड्दै गर्दाखेरि अहिले म आएको देखेपछि हिँड्नु थाले होला स्टार्ट गरे होला गाडी चाहिँ यतै राखेको छ हामीले हाम्रो टोली त उधो पो झर्दैछ त उभो जाने भने सुनेको थिएँ त उकालो हिँड्नु बाटो गाह्रो हुने रहेछ यतै मात्रै हो कि अब नजाने रहेछ नि क्या हो टोलीहरु त कोही यता घारीतिर सल्लाहघारीतिर कोही उता हाम्रै टोली हो उता हुने अनि यता हुने भने गाडी चाहिँ वहाँ पार्किङ गरेर यहाँबाट बुझे जान्न जान तपाईहरु पनि आउँदा खाने आउन सक्नुहुन्छ गल्यो यस गल्यो तलदेखि माथि हिँड्दा भुसुक्कै भयो बाटो चाहिँ आउँदिन म हौ गल्यो नि हौ यहीँसम्म हो कि क्या हो बाटो यहीँसम्म हाम्रो यात्रा अब मन्दिरतिर निक्लौँ भनेको ओहो शीतलमा बस्नु मात्रै भयो माथि पनि जाऊँ न त गइ नसकेपछि केलाई यहाँमासम्म मात्रै सिसा होला नि अनि यहाँ पिकनिक खाने ठाउँ कति होला नि सिसाहरू हामी जस्तो सबै फेरि चिसो खाने पर्दैन नि बियर खाने पर्दैन हैन त्यो पो छ त पिर त जाने हैन मात्रै अहिले एकछिनमा जाने ल अब हामी चाहिँ अहिले चाहिँ यतै रे अब एकछिनमा जानुपर्ने अवस्था आउँछ ओछान हो ए तपाईँ त ए यहाँ छ त यता डाउट ए आइहाल्छ नि बच्चा ल सिसा रहेछ भने पिकनिक खाने ठाउँ त पिकनिक ठाउँमा सिसा नभएर के हुन्छ र हैन टोलीहरु अब अहिले हामी चाहिँ माथि मन्दिरतर्फ जाने कुरा छ हेरौँ अल्छी लागेन भने हाम्रो चाहिँ अब यहाँ यतै बस्ने भन्ने कुरा आयो टोली हाम्रो एक गिलास खाएको मम्मीकोमै लेखाएर आएको के को चाको नारायण धान मन्दिरदेखि मुनि हाम्रो चाहिँ टोली यता आएर बसेको अवस्था हो अहिले सक्ने चाहिँ मन्दिर जाने नसक्ने अब सक्ने मतलब हिँड्न सक्ने अरू त त्यस्तै हो यता लिएर खाने रहेछ खासमा चाहिँ हौ काँक्रा लु काँक्रा तिमी पनि खाऊ नानी काँक्रा छ मलाई चाहिँ काँक्रा चाहिँ एकदम चिसो रहेछ ल राम्रो लोकल काँक्रा हो नि फेरि पिरो पनि चिसो पनि एकदम राम्रो रहेछ ल
सेल पनि गर्मी गर्मी भइरहेन अर्को सेल त्यही हो अर्को त्यस्तै हो कि छैन त्यो घरको सिधै घरमा जस्टिस रहेछ ठिक रहेछ तिमीले यो खान्छौ तिमीले खान्छौ र मेरो हात त्यस्तो हो के भएको कसको ग्राफ लाग्यो यहाँ ये त के लाग्छ लुगामा हेर त यहाँ एकजना निबुवा कहाँबाट आयो गयो हो बिग्रे खायो क्या पुरा किरा छ किरा छ ल भने पर्छेन यहाँ पल पनि छ अनि कच्चा कच्चा गर्छ यो किरै हो यो छैन अलिअलि मात्रै खानु छ यसमा किरा छ पलै पर्ने रहेछ अनि यो पल परेपछि चाहिँ किरा हुन्छ क्या पल पऱ्यो भन्दा पनि यस्तो भित्र कुचु कुचु गर्छ छाम्दाखेरि मतलब खोप्रो हुन्छ क्या एउटा दुईटा बाँकी छ ल यो बाँकी छ किरा रहेछ ल त्यस पिकनिक खाने ठाउँ चाहिँ यहाँ खतरा रहेछ ल होइन टक्क बसेर गोदावरीको भन्दा पनि अझ बेस्ट रहेछ यहाँ जङ्गल चाहिँ जङ्गलै हो गोदावरी पनि यहाँ पनि तर अझ गोदावरी भन्दा बेस्ट यो चाहिँ ठाउँ चाहिँ गोदावरी पनि राम्रो छ नि गोदावरी टिकट लाग्छ भने यता टिकट चाहिँ नलाग्ने अवस्था र पियो भयो अहिले अन्तिम आएर चाहिँ तपाईको इयरफोन त यहाँकै त्यो त्यहीँ होसमा भिड हुन्छ होला भनेर ल्याएको नरहेछ भिड हाल्नु भयो यहाँ त छैन त्यस्तै लाग्छ साह्रै मिठो छ सबैभन्दा दुई घाँस भए पनि खतरा हुने चिज चाहिँ यो होइन यसले चाहिँ पुरा सुतेको मान्छेलाई पनि निन्द्रै छोड्ने बनाउँछ नि त यसले ऊ फेरि बाउसँग मात्रै मान्ने रहेछ यो फेरि आमासँग मात्रै मान्छ भने भन्दैछु म आरनको साथ हेर्नु न मेरो आरनको मैले त ल्याएन छु के है थ्याङ्क यू नल्याइदिए भयो सेल पनि खाँदा खाँदा वाक्क लागेको बेला अब चाको नारायणधनको यहाँनिर जङ्गल लिएर खाँदा पनि यो सेल देखेर मैले एउटा गीतको याद आयो भनेको भाइरल गीत छ यो सेलरोटी कसले बनायो भन्ने के हो आफूले बनाएको सेलरोटी त ठिक छ सानो जोडा हुँदैछ कोहीको बच्चा दौडिन्छ हाम्रो मात्र रहेछ कोठाबाट बाहिर ननिकालेर होला सायद तास्नु त एकास भए पनि खाउँ त खाँच्नु बिग्रेको होइन यो धेरै छैन अलिअलि मात्र छ यो खाने नै धेरै छैन हामीले यसो हाम्रो गाउँमा कति धेरै हुन्छ त्यसो तास्यो भने झन् हुँदैन नि उल्टो छ है खै हालिदिनु ल
खेल्नु चाहिँ ओ यो पक्रा त किरामा त होइन भित्र रस पनि सकिसक्यो रहेछ ल त्यही पनि काटी चाहिँ हेरौँ न होइन कस्तो हुँदो रहेछ बाटो यस्तो राख्ल सबै कुहिँदो रहेछ सबै बनाउने मै हो यसलाई 10 किलो पिठोको बनाएको हामीले जस सबै कुरा मिसै हुन्छ धेरै जानु खाएको छ निबु आयो यति भेट्छ यत्रो जनामा एक एक सिता भेट्छ कि अब यति भेटेसमा पनि नुन खुर्छ नि हालौँ न होइन खाइदियो नि यो पनि धेर पर्दैन अलिकति भयो हुन्छ लगाइदिनु त है खुर्सानी र अमिले त बरु खुर्सानी र निबुवा त बराबरीको छ त भनेको कस्तो छ त भित्र पनि किरा थियो क्या त्यस्तै छ तर ठिक छ जस अमिलो चाहिँ छ अमिलो उसले आफ्नो अमिलो त्यो निबुवा भन्ने कुरा चाहिँ जनाएकै छ भिडियो बनाइदिएको छोटो मिठो यस नभए हाम्रो भिडियो चाहिँ अब फेरि लङ भइसक्यो होइन कति मिनटको भयो 8 मिनटको भइसक्यो त 8-10 मिनटको भिडियो चाहिँ यहाँ इन्ड गर्न चाहन्छु म बाई बाई नेक्स्ट भिडियोमा भेट्ने ल है त सबलाई अब फाइनली अब तपाईँहरू पनि आउनु होला चाको नारायण थान पिकनिक खाने ठाउँ पनि मस्त छ यहाँ यता होइन अरू भ्यूहरू पनि राम्रो छ मैले चाहिँ खिचिनँ होइन हामी चाहिँ यहाँ सबैजना भएको कारणले यहीँ नै मात्रै मैले भिडियो बनाएको ल बाई बाई गाइस है त